खै राम राम भनिन्छ नने हो र खोइ हामीले लिची अब हजुरबाले नचढाइकन मैले अस्ति चाखिदिएँ खै आएर भनेनन् के अरे लिची चढाए नाति आयो त्यसले चाख्यो मलाई दिएन भनेनन् के अरे खै लिची जस्तो ल अब फेरि अघि चाहिँ आँप पनि त्यही हो भन्नु चढाउनु पर्छ भने चढाइसकिन्छ आँप त चढाइसकिस् अब कतिवटा चढिसक्यो म कहाँ अब त्यस्तो भक्कत भुवा छोडेको छ त्यहाँ गेडो लाग्यो हजुरले नदेख्नु भएको आँखाले नदेख्नु भएको हजुरले गेडो लाग्यो होइन भुवा ठुल्ठुलो देखिया छन् ल त्यो भाँचेर पोलेर खान्छु कपडा हजुरलाई पनि दिन्छु भने अन्त मैले खान त खान्छु जान्न मलाई हजुरलाई एउटा आँखाले देख्ने भाँचेर लैया नि मैले भन्दिनँ हजुरलाई एउटा मलाई एउटा क्या हुन्न जाने बेला आउनुला म खानु पाइँदैन जाने बेला खाएर जाऊ म त यो मकै चढाउनु जेलसम्म त जान्छु होला त्यस्तो मकै भाँचेर खायो भनेर नि भनेको अन्त भग्लक्क भन्छु के भन्नु गाँठी खुले देख्छ होला र यो सुनसान ठाउँमा को छ खै मसान छन् यी सबै मात्रै छन् आँखा यस्तो चुचो रहेछ केटो मसान छन् कोही केटाकेटी आएर कति बसे यस्तो कुरा रहेछ खाम भनेर सुनेकी छैन मैले यो किन यस्तो जन्मेको रहेछ पनि जे पनि खाम खान रोपेको चिज त खानु पर्यो के अरे नरोपेको चिज हो नखाने भएको खाने हो त अर्काको देखेको चिज खान्छु अरे यो पनि त घरै त हो नि हजुरआमा घर नाति घर त्यस्तो मकै भाँचेर ल्याएर खान्छु अरे के भन्नु त ढोड देउताखेरि मान्छेले ढोड म नदेख्ने गरी हाम्रै घर लान्छु क्या तेरा मकै सँगै सरेका हुन् त्यहीँ रोजेर खाने छैन क्या मैले अघि बिहान हेर्न गएको गराभरि रोजे हुन्छ एकै दिन छरेको त होइन यो पहिला चढेको त्यो पछि हो मैले देखिरहेको थिएँ थाहा पाइरहेको थिएँ मैले हेरेको क्या अघि के अरे फर्सीको डल्ला छ कि भनेर गएर हेरेँ रहन्छ त्यो मकै पनि हेरेँ जुनाले घो छोड्यो छ कि भन्ने उहीँ कोपर्ने खाने बस्ने बुझ्दैन यहाँ छ क्या मोटा मोटा